खतरा बोक्छ यता हाम्रो हामी चाहिँ यसरी खान्छौँ यो चाहिँ हात मैला छ कि त्यसले गर्दा खाएको ल यहाँ हेलो एभ्रिवान आज चाहिँ हामी एमजी नरेगा आएको छौँ होइन म नाना हुन्छ पछि कलेज नगएर चाहिँ एमजी नरेगामा पैसा कमाउनु आएको यताको कलेज पनि आउँदै गर्नुपर्छ उताको कलेजमा चाहिँ होइन यहाँ चाहिँ यसो नजर आयो अनि ओइ के भन्छ हौ नभन न त्यसरी यहाँ हरियाली 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 छ अन्त हाम्रो यहाँ चाहिँ हाम्रो लाला चाहिँ कहाँबाट आउनु आएको मान्छे मजा आउँदैछ अनि मजा आउँदैछ नाना बोक्नु ढुङ्गा एकदम कति पाउनुहुन्छ सेलेरी नाना लु मजा आउँदैछ ढुङ्गा बोक्नु कत्रो छ त ढुङ्गा त अनि हेलो गाइस हामी यहाँ नरेगामा ढुङ्गा बोक्दैछौँ मेरी काका आमाले आउँदैछ हाम्रो नानाले गतिलो ढुङ्गा लिएर आउनुहुँदैछ नाना के भन्नुहुन्छ तपाईँलाई त अलिक बेसी ल ए हो यहाँ हाम्रो बहिनीले पनि लिएर आउँदैछ कति रुपियाँ 259 259 को दर्रो चाहिँ यस्तो हुन्छ है गाइस बोक्नुपर्छ यहाँ पनि लक्ष्मण मामा ऊ झन्डै लड्यो पिपीले चाहिँ यस्तै बोक्छ तोप बोकेर जाँदैछ अरे ऊ तोप चाहिँ निकै महँगो दामकै जस्तो छ यो झन् डरलाग्दो तोपी लिएर आउनुहुन्छ शान्तिले पनि दिन्छ त हाम्रो आन्टीले पनि यहाँ हाम्रो पुती मजा आउँदैछ नरेगामा एकदम दामी कति लाख पाउनुहुन्छ दिनमा 5 लाख यहाँ हाम्रो नाना छ उहाँ चाहिँ माछा बेचिहाल्छ उहाँ चाहिँ फरेनबाट आउनु भयो भाबी चाहिँ बिर्सिनु भयो यहाँ दुईजना ढुङ्गा फुटाउनु हाम्रो नाना पनि कमी छैन खतराले बोक्नुहुन्छ बोक्दैन है एकछिन पर्खिनु है मलाई चाहिँ बोकाउनु दिइबस्छ पाउँछ नि म दुईवटा बोकिदिन्छु नि एउटा बोकेकोमा यहाँ पनि छ ढुङ्गा फुटाउने यो ढुङ्गा बेसी बोकेर चाहिँ सर्किन्छ ढुङ्गा बोक्दाखेरि पनि नाना कम डन चाहिँ वाल लाउँदैछ तपाईँलाई मजा आउँदैछ चुचु ढुङ्गा फुटाउन मजा आउँदैछ भन न लु भन्नु अब नरेगामा चाहिँ यस्तो पनि पाउँछ चार के अरे यो चार मुराई भुजा चिया दिन नाना नाना ए
नुन लायो दर्शन मामालाई ए ओ दुईटा छ हैन खाऊ बस त्यही भएर नरेगा आएको हामी चाहिँ यो खानु मात्रै भन्नु न आएको अरे पैसा कमाउनु आएको नि हो नुन यहाँ छ कसलाई चाहियो नुनै बिना नानाले चाहिँ डङ्की डङ हाल्दैछ यस्तो पाउँदैन फेन्टा हेलो गाइस यहाँनिर चाहिँ हामीलाई चाहिँ एमजी नरेगामा चाहिँ खाजा पनि दिन्छ यसरी हामी चाहिँ यसरी खान्छौँ यो चाहिँ हात मैला छ कि त्यसले गर्दा खाएको ल दुधको चिया तर हात मैला छ र पनि दुधको नुनको चिया पनि भुँडीमा पुग्नु पर्यो नि फेरि भोगले मरिन्छ कि यता पनि बोलाउ न यता हेर्नु भन न अन्तरे भाइ मिठो छ एकपल्ट खाएर देखाउनुहोस् त एकपल्ट खाएर देखाउनुहोस् त लु यस्तो यतिको चाहिँ हुनु पर्यो नि त यतिको हुनु पर्यो फेरि एकपल्ट लु फेरि लु 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 फेरि फेरि हुन्छ अन्त मिठो छ अन्त ऊ पर चाहिँ उठ चिया कस्तो छ अरे चिया पनि टेस्टी छ अरे अब खाइसकेर काम गर्नु गएको हामी चाहिँ तर खाइसकेर चाहिँ काम गर्नु चाहिँ अल्छी लाग्छ नहेर्नु न उयो हेर्दैन न भक्कु खायो अगायो अब ढुङ्गा बोक्नुपर्छ उठेर बोक्नु अब ताजा ताजा खाएको छ सबैजनाले ठुल्ठुलो खतरा बोक्छ यता हाम्रो नरेगाको ढुङ्गा बोक्नु टाटा भन्नु यता नानाले झन् खतरा बोक्छ गिटा नानी त झन् अब कुरै छैन हाम्रो डबल बोकिदिन्छ अगाएर ए गफ भयो गर्दै जाँदा 2-4 बोतल गयो के भन्छ अब याद छैन यो 1 2 3 गर्नु न पल्टन मैले खाएको 4 बोतलको झोलले तिमीलाई के बैगुनी लाग्यो यसो छ जिन्दगी अब घर आएपछि त हाम्रो काम गर्नुपर्छ खानै पर्छ पैसा चाहिन्छ यति नगरे जिन्दगी बित्ने होइन जिन्दगी बहुत छ खानु अब घरमा गएर पनि कामै गर्नुपर्छ खोलिदिनुपर्छ पकाउनुपर्छ आमामामा कामको त बर्सात अनि आज त स्पेसल छ नि हाम्रोमा होइन हजुर डेन्जर हेर्नुहोस् है यस्तो जग्गा सुकुन घाम पनि लागेको छैन त्यस्तो मजा आइरहेछ हरियालीमा जिन्दगी बिताउनु चाहिँ नरेगामा आएर चाहिँ यस्तो पनि गर्छ जिउ घटाउन यहाँ चाहिँ ढुङ्गा निकाल्दैछ फुटाएर यो निकालेर फुटाउँछ यसरी त्यहाँदेखि यो चाहिँ बोक्नुपर्छ हामीले कसरी निकाल्दो रहेछ हेर्नु यहाँ नाना सकाउनु त गएर जानु मुराएर त्यो चिया निकाल्नु त फिक्का कत्रो छ अर्को नाना झुन्डिने अरे Come on, Nana. लाउँदैछ है दुईजनाले पावर खतरा छ नि एनर्जी चाहिँ लु खतरै छ दुईजनाको
होइन काँटा भएको छैन वरिपरि पढ्न त निस्किन्छ नि काँटै लो 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 पाला कमान लो 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 कमान 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 ए ताली बजाइदेऊ न यत्रो ढोका निकाल्दैछ अडियन्सले ताली यत्तिको चाहिँ हुनु पर्यो नि त हौ यत्तिको चाहिँ हाम्रो केटीमा पनि पावर छ नि लो खन्तीसँग उतानु भएन रेडी हुन्छ त नाना ए पावर छ है पावर छ हाम्रोमा पनि नानाकोमा अब यो ढुङ्गा निकालेर फुटाइ पनि सक्छ 2 खोप्ला अर्को फुटाउँदैछ फेरि अब चाहिँ नरेगा छुट्टी भयो हामी जाँदैछौँ यहाँ मेरो साथमा रहेको छ मिस पल्बिना मुखिया र पर्मिला मुखिया र अब चाहिँ घर लागिन्छ हैन घरमा गएर खाइन्छ हैन अन्त बाटो चाहिँ कहाँ छ फेरि बाटो पनि जङ्गलमा चाहिँ हिँड्छौँ जङ्गल अघि आउँदा पनि जङ्गलै हिँडायो अहिले जाँदा पनि जङ्गलै हिँडाउँदैछ के गर्नु यस्तै छ अब छुट्टी भयो 200 कति अरे 58 कमियो 59 कमाएर चाहिँ गएको ल गाइस हामी चाहिँ काले निङ्गुरी पाउन थालेको हाम्रोतिर चाहिँ तपाईँहरूलाई यदि काले निङ्गुरी मनपर्छ भने चाहिँ कमेन्ट गरिदिनु होला हामी जङ्गलमा खोजेर भए पनि 50 रुपियाँ बिटा बेच्ने आमामानु मरि हत्ते भइगयो त फाइनली रोडमा आइपुगेको छ हामी चाहिँ अब चाहिँ आजको दिन यस्तै उस्तै रह्यो यता र उता हाँसिँदै मजा आयो काम गर्नु होइन नाना मजा आयो कि होइन भन्दा यता हेरेर भन्नु न बिमारी भएको जस्तोले गर्दा अलिक अब के भन्नु दुइटै मजा नमजा सजा नसजा र अब चाहिँ रोटे रोड जानुपर्छ यो आज चाहिँ नानालाई रोटे रोड बाटो ल्याएको र मेरो भिडियो यति नै थियो होप तपाईँहरूलाई मन पर्यो भने लाइक र सेयर एन्ड कमेन्ट गरिदिनु होला नबिर्सिकन युट्युबमा अनि फेसबुकमा पनि र अहिलेको लागि चाहिँ बाई बाई।